विश्व सुन्दरी नै देखिँदो रहेछ तपाईँ जानु न ल थाहा छैन जाउँ अब मासतिर घर अनि सुन्तला लिएर आउनु भने कस्तो बास्ना घामले गर्दा भिडियो चाहिँ अलिक क्लियर नआए पनि तपाईँहरूले सम्पूर्णजनाले हेरेर साथ सपोर्ट माया चाहिँ दिनुपर्ने हुन्छ है टक्क लाएर म सक्दो प्रयास जारी गर्नेछु अब चाहिँ हामी तलतिर जानुपर्ने हुन्छ यहाँ चाहिँ यस्तो धेरै भिड छ यहाँ चाहिँ अलिकति महिनाको अन्तिम शनिबार भएको भएर नि होला यस्तो धेरै प्याक छ आज चाहिँ किन होइन र केटीहरू चाहिँ चुवाक चुवाक छ नि सेउसी सेउसी एउटालाई पट्यारले जानुपर्छ जस्तो अब एउटा केटी चाहिँ पट्यारले जान्छ जस्तो हुन्छ फ्यामिली फोटोसुट भइरहेछ टक्क अब हामी चाहिँ तलतिर जानुपर्ने हुन्छ यहाँ चाहिँ टक्क पर्दै जाँदै पुरै गएको छ है ल त्यहाँ टक्क लाएर भुडी फुले कार्यक्रम चलिरहेको छ टक्क यहाँ चाहिँ घामले गर्दाखेरि अलिक भिडियो टल्किरहेको छ होइन यहाँ चाहिँ भुडी फुले कार्यक्रम छ उता चाहिँ कलाएर यहाँ चाहिँ यस्तो भोपाल भिड छ होइन हजुर टक्क लगाएर अब हामी चाहिँ यहाँभित्र प्रवेश गर्न लाग्छौँ है अब टक्क यहाँभित्र चाहिँ मजाले घुम्नुपर्ने हुन्छ सबैजना मस्त चौरमा बसेर घाम ताप्दै खानेकुराहरू खाइरहेछन् होइन टक्क लाएर यस्तो दामी भ्यू छ है आजको चाहिँ शनिबार मान्छे नि आज एकदमै धेरै प्याक छ किनभने शनिबार गोदावरी त्यसै पनि प्याक नै हुने गर्छ त्यहाँमाथि आज एकदमै धेरै प्याक छ है त हजुरहरूलाई म सक्दो सबै देखाउनेवाला छु है त आज चाहिँ गोदावरीको सबै ठाउँहरू सक्दो प्रयास गर्ने छु हजुर ल यस्तो प्याक छ है आज चाहिँ पुरै पिकनिक चलिरहेछ यता चाहिँ पिकनिक स्पोट नै बढी चल्छ पिकनिक नै बढी चल्छ अहिले त लगाएर बच्चाहरूलाई चाहिँ यहाँ टक्क खेल्नको लागि चाहिँ एकदमै बवाल हुन्छ है बच्चाहरूले चाहिँ फ्यामिली पिकनिक स्टोर यस्तो धेरै प्याक छ आफ्नो गाइस चाहिँ लास्टै डेन्जर हुनेछ है प्रायः चाहिँ सबै जोडी
बोक्न त मिल्छ नि होइन हुन्छ ल अब हामी चाहिँ यहाँभित्र प्रवेश गरिरहेछौँ होइन चाहिँ कृपया सक्क लाएर यता चाहिँ अहिले नयाँ नयाँ फुलहरू गार्डन भइरहेको रहेछ होइन त्यो दामी छ है आजको भ्यू चाहिँ दामी सक्क डेटिङ बस्नको लागि चाहिँ एकदमै मास्तिर डाँडामा गएर यहाँ चाहिँ रङ्गी चङ्गी यस्तो छ है यो भनेको फुलबारी हो क्या फुलबारी मात्रै हो गएर हामी चाहिँ यता जानुपर्ने हुन्छ चर्चित फुलबारी गोदावरी यस्तो दामी छ कस्तो क्लियर आइरहेको छ हेर्नु है टक्क लगाएर फोटोसुट चलिरहेको छ ल यहाँ चाहिँ एकदमै डेन्जर लुक्स आइरहेको छ है यहाँ चाहिँ एकदमै भ्यू गोदावरीको टक्क लगाएर अब हामी चाहिँ यता मासतिर जानुपर्ने हुन्छ यहाँ चाहिँ मस्त काम ताप्दै बस्नु है एकदमै गोदावरीमा केटीहरू चाहिँ धेरै उत्पादन हुँदो रहेछ है यही सबजना केटीहरू त फवा छन्दै अब चाहिँ हामी मासतिर जानुपर्ने हुन्छ टक्क यहाँको भ्यू चाहिँ एकदमै दामी छ है आज चाहिँ मौसमले पनि साथ दिएको छ र महिनाको लगभग लास्ट शनिबार भएको भएर पनि आज एकदमै धेरै घुइँचो लागिरहेछ हाम्रो टिमहरू चाहिँ यतापट्टि छन् होइन अब चाहिँ यता मस्तिर जानुपर्ने हुन्छ किनभने यहाँ नयाँ पुल बनिरहेको रहेछ यहाँ चाहिँ एकदमै फोटोसुट भइरहेछ नयाँ पुलबाट होला भर्खर बनिरहेको भएर चाहिँ एकदमै राम्रो पुल बनिरहेको रहेछ यहाँ चाहिँ हिँड्नको लागि चाहिँ भर्खर नयाँ बनिरहेको रहेछ अब हामी चाहिँ टक्क यता लाग्नुपर्ने हुन्छ किनभने यहाँबाट एकदमै मजाले टक्क ल गाइस यस्तो मजाको ठाउँ छ यहाँ चाहिँ टक्क मोबाइल छ भिडियो चाहिँ यार के छ केटा हो ल यहाँ चाहिँ टक्क लगाएर टिकटक चलिरहेछ है यहाँनिर चाहिँ यता चाहिँ सबै गोदावरीको रुखहरू चाहिँ सबै अहिले वातावरण विनाश हुने काम चाहिँ यसरी नगरे हुन्थ्यो चाहिँ यस्तै हुन्छ दामी
त्यहाँ दिदीहरू हाँस्दै छैन सकेको त बिहानै बुट्टी फुल आउँदो रहेछ यहाँ युट्युबमा लाइभ बस्नु भने होइन झन् छिटो हुन्छ मिल्छ क्या भिडियो पोस्ट हुने हो त्यो लाइभ बसेको होइन तपाईँको जतिजनाले हेर्छन् होइन जति धेरै हेर्छन् त्यति धेरै भ्युज बढी आउने हो क्या सुरुवाल तान्दै खाँदै हजुर ल यहाँ चाहिँ टिकटक चलिरहेछ है गाइज यो भिडियो चाहिँ अब भाइरल हुने भयो अब चाहिँ हामी टक्क पुल तर्नु पर्ने हुन्छ है यहाँ चाहिँ हामी पनि जान पाए हुन्थ्यो पारीतिर है ल यहाँ चाहिँ टक्क लाएर कस्तो खतरा खटाइछन् है यहाँ चाहिँ टक्क लगाएर चलपल चाहिँ हल्का छ होइन केटीहरू मात्रै बढी छन् है फेरि केटीहरू पनि यस्ता चुवाक चुवाको ठाउँमा के चुवाक देखिन्छ होला र गोदावरीमा चुवाक देखिरहेछ ल यहाँ पनि छन् दुईटी टक्क चाकमा हात लाउँदै हिँडेन हो यस्तै कन्टेन्ट बनाउने भनेकै यस्तै हो कन्टेन्ट जङ्गल चाहिँ यस्तो छ र तपाईँ टक्क लाएर 3 मिनटको भइरहेको छ भिडियो चाहिँ होइन ल टक्क अब हामी चाहिँ यस्तरी मासतिर जानुपर्ने हुन्छ यहाँ चाहिँ कट्टु लभरहरू छन् है फरक लभरहरू टक्क अब चाहिँ हामी त जानुपर्ने हुन्छ मासतिर आज टक्क टिकटक चलिरहेछ यहाँनिर चाहिँ ल भाइरल 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 यति भयो यस्तो केही गर्नै पर्दैन डेन्जर भाइरल भइहाल्यो नि अब हामी पनि यसो जङ्गलको भ्यू हेर्नुपर्ने हुन्छ ओहो भाइ ओ भाइ ओ भाइ के छ खबर ठिक छ केटो ल जाए अब हामी चाहिँ कहाँ बस्नुपर्ने हुन्छ है यहाँबाट चाहिँ टक्क दामी देखिँदो रहेछ यार दामी देखिँदो रहेछ यहाँबाट त के भएर किन खानेकुरा देख्नै हुँदैन है त्यस्तो लोभ लाग्छ हो भोक लागेको कि लोभ लागेको अहिले 4 बजी चाहिँ बन्द भइरहेछ होइन बन्द हुनको लागि चाहिँ एकदमै धेरै घुइँचो गइरहेछ बाहिर निक्लिने यो टोलीहरू सबै बाहिर निक्लिने टोली हो है यस्तो खाली भइसकेको छ अब चाहिँ कलर सबै बाहिर गइरहेछन् केटीहरूले टक्क कट्टे लाएर हिँडिरहेछन् ठिक ठिक
बाहिर चाहिँ सबजना निक्लिने तर्खर भइरहेछ फोटोसुट गर्दै गर्दै बाहिर टक्क लाएर जाने हो म चाहिँ सरर घर जानुपर्छ सेल्सी गर्दै भिडियो बनाएर म भिडियो आएँ नि यार हजुर म भिडियोमा आएँ नि यार या यिनीहरूले भिडियो बनाइराखेर न अरे कसले ए पछाडि त नबनाउनु कहाँ चाहिँ पिकनिक चलिरहेको रहेछ गइरहेछ होइन हिम गरे खिचेको फोटो खोलामा जाला मोबाइलमा हुनेलाई नै तपाईँले इसारा टक्क चाहिँ बाहिर निस्किरहेछौँ बाहिरको एन्ट्री हजुर यहाँ टक्क हामी चाहिँ पार्किङमा जानुपर्ने हुन्छ होइन आज चाहिँ हामीले भित्रै खाइसक्यौँ यस्तो यो चाहिँ पुरै पार्किङ हो है गोदावरीको पार्किङ मेरो बाइक छैन के हो बाइक हरायो कि क्या हो बाइक हरायो बाइक यहाँ रहेछ बाइक चाहिँ टक्क यस्तो ठाउँ आइपुगेर चाहिँ